हेलो एभ्रिवान म चाहिँ खासै यो ब्युटी प्रोडक्टको चाहिँ एक्सपर्ट होइन तर मैले फिल गरेको कुरा तपाईँहरूलाई म देखाउँछु है त मसँग दुईटा छ एउटा चाहिँ एनोवाको प्रोडक्ट छ है अनि अर्को प्रोडक्ट चाहिँ यो चाहिँ मेरो न्युट्राजेनाको हो है न्युट्राजेनाको दुईटा प्रोडक्ट छ म देखाउँछु यो सनस्क्रिन हो है अब कस्तो एफेक्ट देखिन्छ भनेर म यो न्युट्राजेनाको लेट मी ट्राई कस्तो सक्सेस है कि प्रोडक्ट नै आयो ल यो न्युट्राजेनाको लेट मी ट्राई यो चाहिँ राइट साइडमा ट्राई गरौँ है त I'm gonna show you है त गाइस तपाईहरुले डिफरेन्स देखिहाल्नुहुन्छ लेट मी ट्राई यो राइट साइडमा यो मेरो टप भएको साइडमा चाहिँ यो मैले न्युट्राजेनाको लगाएको छ है त सनस्क्रिन हो लेट मी ट्राई नाउ एनोवा लेफ्ट साइडमा चाहिँ एनोवाको मैले लगाएको छु गाइस है अब हेर्नुस् है तपाईहरुले फरक हेर्नुस् है त म देखाउँछु ल फरक हेर्नुस् यो राइट साइडमा लगाएको चाहिँ मैले न्युट्राजेनाको है यो चाहिँ हल्का सफ्ट टाइपको प्लस त्यति व्हाइटनेस देखिन्न क्या यो चाहिँ है यस्तो हल्का मोइस्ट टाइपको देखिन्छ र यो चाहिँ हेर्नुस् एनोवाको व्हाइटनेस अलि बेसी देखिन्छ क्या यसमा चाहिँ हल्का साइनी प्लस व्हाइटनेस धेरै देखिन्छ साइनी यसमा पनि देखिन्छ नदेखिने हैन तर यो चाहिँ धेरै मोइस्ट देखिन्छ है यो चाहिँ हल्का ड्राई प्लस तपाईको चाहिँ यो चाहिँ हल्का स्किन चाहिँ व्हाइटनेस बढाउँदो रहेछ क्या यसले चाहिँ मैले त्यही फिल गरे हो क्या मैले चाहिँ यो एक्सपिरियन्स गरेको चाहिँ कुरा यो हो है गाइस तपाईहरुलाई कस्तो लाग्यो थ्यांक यू एभ्रीवन